बाइकमै पेट्रोल सकिएको अवस्था हो। सो गाइज होइन अब चाहिँ हाम्रो साउन्ड सुनिदिउँ है कस्तो छ साउन्ड मलाई थाहा छैन राम्रोसँग तर दामी छ साउन्डै। हाई गाइज वेलकम ब्याक टु माई अनदर भिडियो अनदर ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। अनि आज चाहिँ तपाईँहरूले हाइलाइट्स हेरेर थाहा पाउनु भइसक्यो होला। आज चाहिँ मेरो नयाँ बाइक आएको छ गिफ्ट होइन। बाइक चाहिँ यहीँ छ ऱ्यान टऱ्यान दामी छैन त बाइक हो नि आम्बो। यो चाहिँ हाम्रो फर्स्ट ह्यान्ड हो होइन। अनि त्यसपछि यो चाहिँ हामीले भक्तपुरबाट लिएको हो। अनि त्यहाँ तपाईँहरूलाई मिलाएर नि दिन्छ त्यहाँ गएर लिनु होला है चाहिन्छ भने चाहिँ। अब चाहिँ भ्लग दामी दामी आउँछ है घुम्न गएको। साइलेन्सर हेर्नु न साइलेन्सर पाल डेन्जर है साथी। यो चाहिँ यस्तो रहेछ कि अहिलेदेखि नै खतरा पड्किँदो रहेछ। म चाहिँ मोडिफाई हान्छु भनेर सोचिरहेको थिएँ तर दामी पड्किँदो रहेछ। यसलाई त अब मोडिफाई नहान्ने हो। साथी यहाँ छ कहाँ गोरे आयो यार तँ त। म चाहिँ काली आएर होला होइन त्यही छैन। अनि हाम्रो चाहिँ बाइक आइसकेको छ फाइनल्ली। यहाँ अन गरेर नि हेरिदिउँ न त होइन। टक्क लगाएर यहाँ अन भइसकेको छ। के पिलिक पिलिक गरे यो यहाँ रातो पिलिक पिलिक गरेर राखेको के हो त्यो थाहा भएन होइन। जे भयो नि यहाँ बवाल छ। अनि यहाँ चाहिँ अर्को छ हाम्रो बाइक NS 200। अनि यहाँ स्कुटर भइहाल्यो हामीसँग चाहिँ अब 3टा कलेक्सन भयो। अब फेरि अर्को एउटा थप्नु पर्ने हुन्छ। तपाईँहरूको साथ सपोर्ट चाहिन्छ है गाइज। युट्युबको पैसाले किने हो भनेर भन्न नि नमिल्ने होइन। बिस्तारै किनौँला। अनि अगाडिबाट त यस्तो छ बिहान भर्खर पूजा गरेको। अनि यहाँ यस्तो दामी छ है अहिले चाहिँ बवाल बवाल दामी मिठो छ होइन। अब लाइट बल्ला हो साथी कसरी बल्यो लाइट है। अनि त्यही हो गाइज कति मजा आउँछ अब चाहिँ दामी दामी भ्लग आउँछ। त्यो अफ गर्नु साथी चाबी यस्तो यो चाहिँ मलाई गिफ्ट आएको फ्यामिलीबाट सबैजना मिलेर किनिदिनु भयो। अनि फ्यामिलीलाई चाहिँ कहिले बिर्सिनु हुँदैन त्यही हो। आमा बाउ दिदी भेना सबैजना काका काकी सबैजनालाई होइन बिर्सिनु चाहिँ हुँदैन त्यही हो। दामी पारामा मलाई गिफ्ट आइसक्यो। अनि आजको भ्लग चाहिँ अब बाइकमा यसो टक्क लगाएर बाइकको चलपलको मात्रै हो भिडियो। दामी छ नि त भनेको है साथी। मलाई खास गरी यो यतापट्टिको दामी लाग्यो है। यो के अरे यो छ नि यो इन्जिनमा के हो भएको यो चाहिँ दामी लाग्यो क्या। अझै कलर यो सिटको कलर छ नि यो अर्को लिनु लाग्यो म किन भएन। सिट त्यस्तै आउँछ अरे क्या कि कभर हाल्नु पऱ्यो अरे कि त्यस्तै हुन्छ होइन। सो गाइज होइन अब चाहिँ हाम्रो साउन्ड सुनिदिउँ है कस्तो छ साउन्ड मलाई थाहा छैन राम्रोसँग तर दामी छ साउन्डै। टक्क लगाएर स्टार्ट हाल्नु है त न्युट्रलमा बसेछ न्युट्रलमै रहेछ के हो थाम्नै नसक्ने छ हौ बाइक चाहिँ। बाइकमै पेट्रोल सकिएको अवस्था हो। कस्तो गरौँ यार घुमाउनै नसक्ने छ मेरो त हाइट जत्रो छ। अनि बाइकै ल थाम्नै नसक्ने छ साथी। यसो निकै मिल्नु हुन्छ घुमाउनु अब टक्क लगाएर त्यहाँ दिन हुन्छ तर बाउले गाड हान्छ क्यारो 20 किलोमिटर पुगिसकेको छ गाइज। हाम्रो चाहिँ अब मासु पार्टी हुँदैछ बाइक लिएको होइन। त्यसमा खुसीमा मासु त यहाँ छ टक्क लगाएर यहाँ पनि छ यहाँ करा तात्दैछ। अनि मेथी लिने गएको साथी चाहिँ होइन। अनि त्यही हो मम्मी चाहिँ यहाँ हुनुहुन्छ हेलो गर्नु न भ्लगमा छोराको गुड। अनि त्यही हो अब त्यो मासु पार्टी हुन्छ आज चाहिँ। साग पनि छ यहाँ साग पनि छ फेरि यस्तो दामी खालको। यहाँ भात पाक्दैछ अनि भात सात खाने हो अब टक्क लगाएर अनि रेस्ट गर्ने हो। हिजो खुब पुऱ्यो मम्मी आमामा। अनि हाम्रो यहाँ हाम्रो बडी के छ बडी हेलो लुफी हेलो आजिम गइदियो आजिम भाउ त यस्तो यस्तो गर आजिम भयो। त्यो लाइट बालेर अचम्म लाग्यो होला क्या। हाम्रो हेलमेट चाहिँ यही हो है यस्तो दामी छ। यो हेलमेट चाहिँ अब हुन्छ नि अलिक साइको टाइपको छ कि त्यही हो यस्तो लेखा चाहिँ यहाँ मेट लाइक अ गन रे क्या। हाम्रो सही हो होइन त्यही हो हेलमेट चाहिँ यही हो। अनि यहाँ चाहिँ म छु
यस्तरी भ्लग खिच्नुपर्ने हुन्छ है। आइफोनबाट खिचेर आयो गाइस, फेरि आइफोनबाट हो। त्यही हो, अब चाहिँ एकछिनपछि खाना खानुपर्ने हुन्छ। अनि तपाईँले बाइक हेर्नु भइसक्यो होला कस्तो रहेछ भनेर, दामी छ नि त, यसो कमेन्ट हाल्नुमा है गाइजहरू। अनि त्यसपछि त्यही हो, यस्तै साथ सपोर्ट गरिदिनु। 5,000 सब्सक्राइबर पुगिसक्यो, अब 10,000मा गाडी लिनुपर्ने हुन्छ है गाइस। यस्तो मासु नि हालिसक्यो त्यहाँ, धुवा डेन्जर उठ्दो रहेछ र। अन्त त्यहाँ घरकै कुखुरा काटा हो हो, अनि त्यही भएर है भवाल म त भवाल। ए हेलमेट बोकेर हिँडिरहेको छ क्या म, कहाँ हेलमेट बोकेर हिँड्दा भगवान्। हेलमेट चाहिँ यहाँ राखिदिउँ मक्का लगाएर, बाउको रोजा हो हेलमेट चाहिँ होइन। मासुको सिनेमेटिक खिच्नु आमामै, मासुको सिनेमेटिक खिच्नु गएर होला क्या टाइम लाग्छ नि त कसो नपऱ्यो हौ। ए 60 लड्डु खानै बिर्सेछ नि त मम्जी, पुरै चढाइदिनु पऱ्यो टक्क लगाएर होइन। यति त चढाउनु पर्ने हुन्छ क्या, म त जे पनि चढाउँछु होइन। त्यही हो। अनि दिस इज लड्डु, दिस इज लड्डु, अब यसरी खानुपर्ने हुन्छ। बाबाले राम्रो ल्याउनु भएको छ लड्डु चाहिँ मिठो। आज मम्मीलाई यसरी खानुपर्ने हुन्छ अक्क लगाएर। बाबा चाहिँ खाँदैन फेरि दुधले धेरै, चिया चाहिँ खान्छु फेरि त्यहाँदेखि होइन। त्यही हो हाम्रो, त्यही हो पुरानो हेलमेट हो। कस्तो छ त हेलमेट, पुरानो पुरानै दामी छ होइन।